म दुईजनासँग गर्दिनँ ल पेन्सिल आएको छैन गरेको त हुनुपर्ने छ बुढो डिभोर्स दिनुभयो क्या होइन अनि यतिकै आएको रमाइलो गर्न ए रमाइलो भइरहेछ भनेपछि त हामी कति कति सेक्स गर्ने सेक्सी त नि अब हाम्रो प्रोफेसनमा सेक्सी त हुनु पऱ्यो नि 45 सेटसम्म गरिदिन्छु 45 से हजुर एक वान नाइटको कि एकचोटिको एकचोटिको नि वान नाइटको त कसले 45 सेमा गर्छ हो अनि निन्दा लागिरहेको छ नि त निन्नु त लाग्ने भइहाल्यो अनि हजुर कहाँ बस्नुहुन्छ नि म ठामेलमा ठमेला बस्ने अनि यता चाहिँ कहाँ टाढे बिराम भएको यता काममा हजुर ए के काम गर्नुहुन्छ नि यतातिर अनि त्यस्तै यताउता काम गर्यो बस्यो ए काम पनि यताउता भन्ने हुन्छ त नि भइहाल्छ नि तपाईँ पनि लास्ट गफाडी हो कि क्या हो के गफाने र मैले तपाईँलाई के पुरा हल्का हल्का स्मेल आइरहेको छ त के ड्रिङ्क पनि गर्नुहुन्छ है क्या अलिअलि गरेको कुन ब्रान्डको खानुभयो तपाईँले आज हाइल्यान्डर खाएँ अनि मलाई नि यसो इन्भाइट गर्नु पर्छ नि त फेरि आजै भेटेको भन्नु होला फेरि आजै भेटेको त हो नेक्स्ट टाइमदेखि चाहिँ यसो सम्झिनु है किन सम्झिनु र हजुरलाई सम्झिनै नहुने भन्ने हुन्छ र भनेको मलाई त अरूले खुवाउने हो म खुवाउँछु नि त मलाई बोलाउनु भयो भने सँगै बसौँला खाउँला रमाइलो गरौँला इन्जोय गरौँला कस्तो खालको इन्जोय कस्तो खालको कस्तो जे पाइदे बोलेको कस्तो जे पाए भन्ने कुरै हो कि हौ खोला त कस्तो माथि आएको है तपाईँको जस्तै है के मेरो तपाईँ जस्तै कञ्चन क्या मन भएको क्या सफा मन भएको बोलिराख्ने अनि खोला पनि चट्ट बगिराख्छ नि त हिलो छ ल तपाईँले मेरो मन हिलो भन्न खोजेको होइन हिलो होइन सरल शान्त स्वभावले बगाएको नि त हेर्नु न मजाले बगाएको छ त्यस्तो हुँदैन है कस्तो हुन्छ त तपाईँले अब आफै भन्नु त ल कस्तो हुन्छ कस्तो नि हुँदैन को बस्नुहुन्छ तपाईँ काठमाडौँमा नि म त एक्लै बस्ने हो एक्लै हो ए भनेपछि त यसो इन्भाइट गर्दाखेरि त त्यतैतिर आउनु पर्ला जस्तो छ हौ बरु किन आउने बे भएको छैन नि तपाईँको बे भइसक्यो हो र ए त्यसो भने कुरै मिलेन नि मेरो बुढा त गाउँमा बस्छ ए बुढो गाउँमा हो ए तपाईँ मात्रै यहाँ अनि बच्चा छ कि छैन बच्चा छ एउटा ए कति वर्षको भयो खोइ 8 वर्ष जति लाग्यो होला ल हेर आफ्नो छोरछोरी कति वर्ष भने थाहा हुँदैन त म घर छोडेर आएको 4 वर्ष भयो किन बुढो डिभोर्स दिनुभयो क्या होइन अनि यतिकै आएको रमाइलो गर्न ए रमाइलो भइरहेछ भनेपछि त हामी कति कति कस्तो खालको रमाइलो भइरहेछ रोमान्सवाला रमाइलो भइरहेछ कि मजाकवाला रमाइलो भइरहेछ कि सबै प्रकारको रमाइलो भइरहेछ ठिक छ रमाइलो गर्नुपर्छ अनि भनेपछि यतातिर कति कमाउनुहुन्छ महिनामा स्यालेरी कति छ यसो हामीलाई पनि अलिअलि यसो पराएर दिनु 5,000 होइन होला हौ नेपालमा 5,000 कमाउनु चाहिँ के गर्नुपर्छ हौ हामीलाई सिकाइदिनु न हौ अलिअलि तपाईँले कमाउन मिल्दैन त्यस्तो काम भनेपछि मैले बुझेँ के बुझ्नुभयो तपाईँले भनेपछि तपाईँ राम्रै काम गर्नुहुन्छ होइन के गर्नुहुन्छ भन्दा त म पनि यसो नत्र 1-2 जना खोज्नु पर्यो यताबाट सिधै जाने होइन र हामी भनेपछि अब बिस्तारै लाग्नुपर्छ बाटो होइन त रातभरि के सुत्नु भएन क्या हो बोयफ्रेन्ड भेटेर आउनु भयो होला अनि कहाँबाट हुन्छ त बोयफ्रेन्ड नै हो बनमा रातभरि सुत्न दिएन है क्या तपाईँलाई सुत्न दिनु त नि के गर्यो थिचेर राख्यो हलचलै गर्न नदिने यो थिच्यो बिस्तारै थिच्यो तपाईँले त्यस्तै भनौँ गफ पनि खप्रा हान्दिने यार त्यहाँबाट जाउँ ल
त्यहाँबाट त्यहाँबाट किन नि त्यहाँबाट चाहिँ फेरि यत्रो पुग्नु पर्दैन नि त हो र? गरौँ भने ए हुन्छ हजुरले भनेको लागे हजुरले देखेको ठाउँ भन्नु न मलाई यहाँबाट ल यत्रो घुम्नु पर्दैन कि ए हो र तपाईँहरू हिँडिराख्ने मान्छेलाई थाहा हुन्छ नि त हामीलाई भन्दा नि यहाँबाट कता खोलाको बाटो यहाँबाट यता राइट हजुर तपाईँको त अनि फेसहरू जिउडाल हेर्दाखेरि त पुरा बेगर जस्तो देखिन्न त हजुर हजुर तपाईँको त भर्खरको देखिनुहुन्छ त पुरा सेक्सी भर्खरको हो अनि पुरै सेक्सी टाइपको देखिएको त तपाईँलाई फेरि सेक्सी त अनि अब हाम्रो प्रोफेसनमा सेक्सी त हुनु पऱ्यो नि के गर्नुहुन्छ भन्नु त तपाईँ म काम चाहिँ? यस्तै दायाँ बायाँ काम गर्छु दायाँ बायाँ भन्नाले कस्तो दायाँ बायाँ यसो सेयर गर्नु हो हामी पनि गरौँ दिनमा 5,000 कमाउँ तपाईँले दिनमा 5,000 कमाउनलाई त तपाईँ छक्का भएर आउनु पर्छ भएपछि तपाईँ के काम गर्नुहुन्छ भन्नु त राति हिँड्ने काम गर्नुहुन्छ हो म राति हिँड्ने काम गर्छु ए भनेपछि दिनमा कतिजना हुन्छ त नि ट्याक्क मिलाएर हुन्छ लगभग 2जनासँग 2जना हजुर जम्मा हजुर ए भनेपछि आज मसँग जाने हो क्या तपाईँ किन जाने तपाईँसँग जाउँ न जाउँ यसो रमाइलो गरेर आइदियो हो के छ र कहिलेकाहीँ हामीले पनि यसो राइडरहरूले पनि राख्नु पऱ्यो नि त हुँदैन तपाईँहरू जस्तो मात्रै भेटिराख्दैन हामी हुँदैन गफ मात्रै दिए है फेरि म लाँदिनँ तपाईँलाई भन्ने मात्रै हो तपाईँलाई के थाहा छ तपाईँले कहिले स्वर्गको महसुस गर्नु भएको के को स्वर्गको किन के स्वर्ग चाहिँ कहाँ पाइन्छ हौ स्वर्ग जानलाई ठमेल जानुपर्छ ए ठमेलमा चाहिँ कसरी स्वर्ग देखिन्छ हौ तपाईँलाई म त जाँदैन नि त त्यही भएर हो भनेपछि हजुरको वाइफ त लक्की हुनुहुँदो रहेछ मेरो वाइफ त एकदम लक्की मैले बिहानै गएको थिएन कस्तो वाइफ हुँदो हो अहिलेको जमानामा ठमेल नजाने केटै हुँदैन ल म छु त नि तपाईँ नि ठमेल नजाने बालाले गरेर त हान्नु होला नि दादाले गएर हान्नु भयो अरे के हान्ने हौ सेक्स गर्ने सेक्स अब सेक्स त कहाँ भन्ने बित्तिकै कसले दिन्छ तपाईँले दिनुहुन्न अनि अरूले दिन्छ र पैसा छ भने जसले पनि दिइहाल्छ पैसा त छ नि त जाउँ न त आज मसँग आज मैले ट्याक्स छु हाम्रो पुरै कन्ट्याक्टमा हिँड्ने हो हजुर कन्ट्याक्टमा हिँड्ने हो हजुर हाइट भनेपछि त बब्बाल रमाइलो हुँदैछ नि त तपाईँहरूको त नि यिनीहरू कहाँको लागि बसिरहेको छन् हौ Oh my god. कस्तो मर्दो रहेछ के भन्नुभयो कस्तो मर्दो रहेछ कसलाई भनेको त्यो बाइकवालालाई ए मलाई भन्नुभयो भने झन्डै मैले नदिएको तपाईँलाई के हुन्छ त तपाईँलाई भन्दा झरेर मैले दिन खोजिरहेको थिएँ तपाईँलाई के दिने बुझ्नु नमिलाएर माथि दिने कि तल दिने माथि मनपर्छ तल मनपर्छ भन्छ तपाईँलाई दायाँ मनपर्छ कहाँ दायाँ दायाँ के हो दायाँ भनेको चाहिँ फेरि तपाईँ तपाईँ त सङ्गत गर्नुपर्ने है बाङ्गो हुनालाई दुईजनासँग सुत्न दिँदैन रातभरि गरे गरे हो कतिचोटि गर्नुभयो राति एक रातमा आजको रातभरिमा पेमेन्टले एकचोटि मात्रै गर्ने हो ए अनि रातभरि चाहिँ कसरी सुत्नु भयो भने एकचोटि गर्दा त लागेन होला रातभरि एउटैसँग मात्रै हुँदैन नि त नि भनेपछि आज उठ्न नसक्ने हुनुभएको छ त्यस्तो त हुँदैन हामी बानी परिसकेको के हो ठुलो भइरहेको क्या तपाईँहरूको ठुलो भन्नाले चाहिँ यहाँ ठुलो भाङ हो कि के हो हजुर ठुलो भन्नाले पुरै ठुलो भाङ हो कि यहाँ तपाईँको
त्यो गाई जत्रै छ उयो ट्याक्सीको साइलेन्सर जत्रो हो त्योभन्दा पनि ठुलो ऊ त्यसको साइलेन्सर जस्तो त्यो भएर त अनि के गर्ने हो त्यो त्यत्रोमा चाहिँ अनि तपाईँलाई चाहिँ कत्रो त्यो त्यो स्कुटीको साइलेन्सर जस्तो चाहिने र कुन त्यताको स्कुटी कि यताको स्कुटी ए जताको भयो नि हुन्छ भनेपछि तपाईँलाई बोका हुनुहुँदो रहेछ भनेपछि तपाईँलाई अफ्रिकनको चाहिने रहेछ होइन अफ्रिकनको चाहिँ कस्तो हुन्छ कस्तो हुन्छ चाखे होला नि त अनि यस्तो हिँड्ने मान्छेले भर्किन चाहिँ यस्तो स्कुटरको हुन्छ अनि बिताइसकेको चाहिँ त्यस्तो बाइकको हुन्छ तपाईँको चाहिँ कस्तो छ तिनीहरू त्यो उयसको जस्तो गाडीको जस्तो हजुर भनेपछि त तपाईँलाई लिएर नहिँडे नि हुँदैछ हौ किन कामै रहन्छ त अनि हजुर कामै रहन्छ अनि हामीलाई त तपाईँ त अफ्रिकन ठिक हुँदैछ दुईजना चाहिँ पनि कस्तो दुईजना भनेको म दुईजनासँग पढ्दिनँ ल एकजनाले त भ्याउँदैन नि त त्यस्तो हुँदैन है आज कति खानुभयो भन्नु त आज खाएँ 3-4वटा लड्न चाहिँ नलड्नु है अठ्याएर बस्नु फेरि माथि कि तल अट्याउनु न माथि अट्याउनु भयो तल तपाईँलाई कहाँ मनपर्छ हौ कसरी अट्याउँ भोक्टो पारेर सिधो पारेर भोक्टो त कसरी पार्ने हो बिहान के कुरा गरे हो यस्तो भोक्टो नि पार्छन् त तपाईँ चाहिँ बोकिनी हुँदो रहेछ म कसरी बोकिने भएँ भने अनि तपाईँ आफै यस्तै कुरा गर्नुहुन्छ नि तपाईँ बोकिनी हुनुभयो नि त मैले यस्तो कुरा गरेको होइन मैले बोलेको पो हो त गरेको त अहिलेसम्म छैन नि गरेको त हुनुपर्ने त हुनुपर्ने गर्नु पऱ्यो नि त कस्तो जाडो है जाडो भयो अन्त अनि प्यान्टी मात्र लाएर हिँडेपछि जाडो हुँदैन त पेन्टी लगाएको छैन अनि के लानु भएको छ त मेरा हात पाइन्स भन्छ ए भित्रबाट प्यान्टी लानु भएको छैन भनेपछि ए लाउनु पर्दैन नि फेरि चुहेर नि कहिले काहीँ त फेरि हामी पेन्टी लाउँदैन नि गफ गर्दा गर्दा तपाईँलाई फिल्ममा आयो क्या किन आउँछ मलाई पेन्टी लगाएर के लाउनुहुन्छ त हौ मेम तपाईँ तपाईँले सोचेको जस्तो होइन नि म पछि लास्टमा गएर सबैले त्यसै भन्दा रहेछन् होइन तपाईँले पैसा दिनुभयो भने मात्रै म त्यस्तो हुन्छु म मिलाइदिउँ त केटाहरू तपाईँलाई मिलाइदिनु न कतिसम्म गरिदिनुहुन्छ भन्नु मेरो नाम लिएर आयो भने केटाहरूले 45 गरिदिन्छु 45 चाहिँ हजुर एक वान नाइटको कि एकचोटिको एकचोटिको नि वान नाइटको त कसले 45 गर्छ हो ल भयो त्यसो भएदेखि किन नि तपाईँभन्दा सस्तो पाइन्छ अनि मेरो जस्तो सानो पाल पाइँदैन नि त सानो बल त बनाउने हो नि त मिलाएर चट्ट म जस्तो खती पाइँदैन तपाईँ जस्तो म भयो जस्तो राम्री म जस्तो विश्व सुन्दरी पाइँदैन आफूलाई जसले पनि त्यही भन्छ ल बजारमा पनि पाइन्छ ल यत्रा पाल भएका मात्रै पाइन्छ होइन साह्रै पल भएको पाइन्छ हौ अब तपाईँ त्यस्तोमा जाने भए जानु न त मलाई के मतलब छ मलाई कस्टमरको खासोस भासोस हो र होइन मैले भन्न खोजेको अब हजुरले पनि यस्तो मिल्छ नि त खोजिराख्नु परेर म टक्क भनिदिन्छु अलिकति मिलाएर गरिदिनु भयो भने भन्दा मात्रै भनेको के म यस्तो खर्च भएको मैले खोज्नु पर्यो लाइन लाग्छ र राति बस्दाखेरि रोडमा म त बस्दिनँ नि बाटोमा ए कन्ट्याक्टमा मात्रै हिँड्ने हो मलाई त उनीहरूले आफै खोज्नुपर्छ म त उनीहरूलाई खोज्दिनँ डेन्जर हुँदो रहेछ आज जाउँ न त मेरोतिर टक्क लाएर चट्ट लाएर ल्याप्प पारेर अनि चट्ट पारेर हान्यो भने के छ त हो जाडो मात्रै मनपर्छ क्लब मात्रै जान्छु पानी सानी नि परिरहेको छ यस्तो तातो होइन बियर नै खान्छु बियर खानुहुन्छ
सँगै बसेर खाइदिउँ न त आज म त क्लासको मात्रै बियर खान्छु अन्तको बिहे चाहिँ बियर होइन मलाई मन पर्दैन तपाईँ कडा खान्थ्यो यार घरमा लगेर केही खुवाउनुहुन्छ भने म जान्छु ओके छ त जाउँ न के छ त तर अनि मलाई फेरि एक्स्ट्रा पेमेन्ट नै गर्नुपर्छ एक्स्ट्रा पेमेन्ट एक्स्ट्रा चाहिँ के को हो अनि त्यसको चाहिँ मलाई उयो गरेको पेमेन्ट चाहिँदैन त यस्तो हो नि मैले यत्रो बसेर खाएको अनि म तपाईँसँग बसेको अनि म तपाईँसँग सिकेको पेमेन्ट चाहिँदैन त चाहिन्छ चाहिन्छ 45 चाहिँ मात्र होइन अनि 45 त 1 पो हो त अनि खाएर बसेको 25 अनि त्यसपछि अनि अब यसो त्यहाँ खाँदाखेरि यताउता भयो भने छुट्टै मलाई छुनु भएको पनि पैसा लाग्छ ए त्यसपछि चाहिँ रातभरि हो रातभरि चार्जेसबाटै गर्छ ए भनेपछि रातभरि जान्छ